अहिले तराईका जिल्लाहरूमा हुस्सो कुहिरो बढिरहने सम्भावना भएकाले आलु बालीमा पछौटे डडुवा रोग लाग्ने जोखिम उच्च रहन्छ। त्यसैले आलु खेतीको नियमित अनुगमन गर्नु अत्यन्तै आवश्यक हुन्छ। रोगको सुरुवाती अवस्थामा म्यान्कोजेब ७५% डब्ल्युपी २ ग्राम प्रति लिटर पानीमा मिसाई पातको तल्लो भागसमेत भिज्ने गरी छर्कनुपर्छ। यदि रोगको प्रकोप बढ्दै गएको देखिएमा डाइमेथोफ ७०% डब्ल्युपी वा फेनामेडोन १०% र म्यान्कोजेब ७०% डब्ल्युजी १.५ ग्राम प्रति लिटर पानीमा मिसाई सम्पूर्ण बोट भिज्ने गरी छर्कनुपर्छ। साथै बिउ उत्पादनका लागि लगाइएको आलु बालीमा लाही किराको प्रकोप देखिएमा फेलोनिकामेड ७०% डब्ल्युजी २.३ ग्राम वा डाइमिथोएट ३०% इसी १.५ मिलिलिटर प्रति लिटर पानीको दरले छर्कनु उपयुक्त हुन्छ। र साथै फल दिने तरकारी बालीहरू जस्तै गोलभेडा र भेन्डा अन्य बालीको तुलनामा बढी पोषण तत्त्व आवश्यक पर्ने भएकोले पहिलो बाली टिपिसकेपछि हरेक १५ देखि २० दिनको अन्तरमा प्रति बोट १० ग्राम युरिया टपड्रेस गर्नुहोस्। साथै बोटको समग्र वृद्धि र उत्पादन बढाउन मल्टिप्लेक्स वा टिप्लेक्स जस्ता सूक्ष्म पोषण तत्त्वहरू २ मिलिलिटर प्रति लिटर पानीमा घोली पातमा छर्किनु लाभदायक हुन्छ।